महीको सुरुवात चाहिँ अब आज के हो स्पेसल त थाहा छ सबैजनालाई है। आज चाहिँ भ्यालेन्टाइन विकको स्टार्टिङ डेट हो र हाम्रो थ्री ब्रिज क्याफेको चाहिँ ओपनिङ डेट हो 7 फेब्रुअरी है। हेलो गाइज, वेलकम टु माई भ्लग भन्न पनि मिलेन, वेलकम टु थ्री ब्रिज क्याफे भ्लग है। अब आज चाहिँ हाम्रो ओपनिङ भइरहेको छ होइन। ओपनिङमा चाहिँ के कसो तयार हुँदैछ तपाईँहरूलाई म देखाउन जाँदैछु। अब है यता कलर बोर्ड पनि आइसक्यो हाम्रो, जो देख्न सक्नुहुन्छ। हाम्रो ओपनिङको लागि चाहिँ भ्यालेन्टाइनको बेलुन सेलुन सब रेडी भइसक्यो। त्यहाँ साथीले रेडी पार्दैछ हाम्रो है बेलुन। ओपनिङ डेको दिनको बेलुन रेडी हुँदैछ यसरी। यहाँभित्र चाहिँ हाम्रो लगभग सेटअप सकिन आँटेको छ। 10 बजे ओपनिङ छ, अहिले 9 बजेर 5 मिनट बढी गइसक्यो है। हाम्रो थ्री ब्रिज क्याफेमा चाहिँ चिज बल पाउँछ, चिप्स पाउँछ, यस्तो गेमहरू छ, उनो र यो उडको होइन, यस्तै छ। थप्नै बाँकी छ थप्न त। सेटअपहरू लगभग यस्तो भयो अहिलेसम्म चाहिँ, अझै बाँकी नै छ। अब तपाईँहरू थ्री ब्रिज क्याफेको लोकेसन जान्न चाहनुहुन्छ भने चाहिँ लोकेसन रहेको छ हाम्रो ललितपुर मानस स्थानबाट भित्र छिरेर विशाल चोक आइपुगेपछि नक्कीपुट विशाल चोक अनि याक मार्ग हुँदै आउन सक्नुहुन्छ थ्री ब्रिज क्याफेमा है। आज ओपनिङमा चाहिँ हाम्रो स्पेसल के छ भनिदिनुहोस् त। आज हाम्रो ओपनिङमा चाहिँ स्पेसल चाहिँ अब त्यही नै हो, मोमो, चाउमिन, ससेस अनि कफीहरू हुन्छ अनि चिप्सहरू पनि छ हामीले बच्चाहरूको लागि। अनि यो चाहिँ चिज बल बच्चाहरूको लागि। अनि हरेक डिसहरूमा फुडमा के छ डिसमा चाहिँ हाम्रो 20% अफ छ। अनि अर्को एउटा नयाँ कुरो के हो हाम्रो चाहिँ अनि क्लास पनि हाम्रो अनि 22 पनि हाम्रो अब छिटै क्लास स्टार्ट हुँदैछ। त्यसको लागि सिट बुक गर्न नबिर्सिनु होला हजुरहरूले है। त्यही हो, सिट बुक गर्न नबिर्सिनु होला। नजिकै हजुरहरूको नजिकै घर वरिपरि रहेको छ भने यहाँ आएर 22 सिक्न सक्नुहुन्छ सजिलैसँगले, राम्रै ढङ्गले। 45+ ड्रिङ्क्स यताउता सबै जस बारिस्टाको लागि चाहिने सबै सिकाइन्छ यहाँ है। मेन यस्तै छ है। अब हुँदैछ तयारी हाम्रो थ्री ब्रिज क्याफेको तयारी। यता सेकुवा छ है, सेकुवा पोल्ने मेसिन। तपाईँहरूले अर्डर गर्नुभयो भने तपाईँहरूको लागि यो स्टेज पनि बुक हुन्छ। तपाईँहरूले भनेको जस्तै डिसेसहरू बन्छ, सबै कुरो हुन्छ। यस्तै छ है, भ्यालेन्टाइन स्पेसल हो। हुन्छ ओ सोध उसलाई पनि। हाम्रो साथीहरू यस्तो छ है। अब आउनु होला तपाईँहरू थ्री ब्रिज क्याफेमा आउन सक्नुहुन्छ। चिया, कफी, चुरोट, धुम्रपान हानिकारक छ, के अरे स्वास्थ्यको लागि हानिकारक छ भनेको जस्तै। अब हाम्रोमा चाहिँ हुक्का चाहिँ स्पेसल हो। मेन त सबभन्दा सस्तो हुक्का हो हाम्रोमा है। 250 ओन्ली 250 अल फ्लेभर 250 मात्र 250मा तपाईँहरूले हुक्का पाउन सक्नुहुन्छ है। अनि अरू त अझै के थप्न बाँकी छ होइन स्पेसल। यस्तै छ। अझ यो भ्लग हेरेर आउनेलाई विशेष फुड छ ल, त्यति मात्र भन्न चाहन्छु म अहिलेलाई। हस् त, बाई बाई। धेरै लामो भिडियो नि के बनाउनु है। ल है त, अब भेटौँला 10 बजेपछि। है ल अब यहाँ बल्ल सक्यो बेलुन फुलाएर। अब लड्डु फुलाउन जाने बाँकी छ। हाम्रो दाइ फर्स्ट हो है आज ओपनिङमा। हाम्रो दाइ चाहिँ फर्स्ट आउनु भएको छ यहाँ, हाम्रो कान्छो दाइ। टाइमिङको भ्यालु भने यस्तो हुनुभयो, देख निरज। टाइमिङ हो नि त। 9:30 भन्नुभयो, 9:30मा आइपुग्नु भयो। मेन कुरो टाइमिङ फलो गर्नु पऱ्यो नि त। यस्तो छ अब हाम्रो चाहिँ लगभग अब एकैछिनमा सुरु हुन्छ। लगभग अब 1 घन्टा होला बढीमा टाइम लाग्ने। यस्तै हो, सबै भ्लग एकैचोटि झ्याप्झुपै हाल्ने। अब बिहान बोलेको अहिले यताउता सबै त्यही गरौँला अब। लगभग अब डेकोरेसन चाहिँ सकिन लाग्यो। अब
अलिक छोरी तिमीले कहाँ देखाएको छौ भने हो मैले देखाएको हो होइन कहाँ पुग्यो मैले अस्ति सोधेँ ल्याउने हो भन्दा राम्रो देखाएको छु भने मैले त्यहाँ छैन अरू चिज दिँदैछ ठ्याक्क पूजाको तयारी हुँदैछ यस्तो छ यहाँ किताब हेलो हेलो खोइ भने हेलो अनि के भन्ने पसलमा आएको कुन पसल तपाईँको हेलो हेलो वेलकम टु थ्री ब्रिज क्याफे भन त हेलो अँ ठिक क्याबे थ्री ब्रिज क्याफे ठिक क्याबे सबैजना आउनु होला भन सबैजना आउँदैन हस् त धन्यवाद पूजा रेडी हुँदैछ है यस्तो छ हेलो बाबु खोइ हेलो भनेको वेलकम भन के भन्ने वेलकम कहाँ आएको भन त भन न वेलकम टु भन त मामा सिकाउँछु वेलकम टु थ्री ब्रिज क्याफे के भन्ने रे खै त भनेको राष्ट्रिय हेलो वेलकम टु थ्री ब्रिज क्याफे भन त ल खै ल भन थ्री ब्रिज क्याफे थ्री ब्रिज ल भन भन छिटो ब्रिज ल भन वेलकम टु हो आज चाहिँ ओपनिङ छ 20% अफर छ भनेर खै भन त खै भनेको मेनु देखाएर आज के भन्ने आज चाहिँ ओपनिङ छ थ्री ब्रिज क्याफेको सबैजना आउनु होला भन बोल न खोइ बोलेको भिनाजु आउँदै हुनुहुन्छ क्या अरे होइन सानो भिनाजु ठुलो भिनाजु आउनुहुन्न गाडी गाडी छैन त्यही भएर कान्छो भिनाजु त आउनुहुन्छ यस्तो छ स्थिति ट्याङटुङ पूजा मम्मी मामाले रेडी गर्दै हुनुहुन्छ पूजा ए बाटो बाटो धेरै चला हो बाबु यहीँ बस्ने है मामासँगै है ल पिज्जा खाने बर्गर खाने मामासँगै बस्ने यहाँ पिज्जा बर्गर ल किन आइज दिदी ड्याङ गरिहालौँ अनि चिया चिया खाएर हो ल मतलब से देखा म चाहिँ पूजा गरेर हेरेर बसेछु होइन हो कसरी ए पाला आउँदैछ हाम्रो पूजा हुँदैछ यहाँ हाम्रो थ्री ब्रिज क्याफेको मम्मी बुबा मामा दिदी भाइ दाई ए हाम्रो दाई यता भाइ म त चिनिहाल्नुहुन्छ चिनेकै होला मलाई झन् चिनेकै होला होइन ठिक छ काम गरेर जानु है
ल एकदम बाहिर ल बाहिर जाउँ ल हाई गर्दैछौँ हेलो हेलो ल हामी चाहिँ अब 3 दिन पछि आऊ हाम्रो ए बाबु फोन गरेको डस्टबिन हेर त काकाको डस्टबिन सबै डस्टबिन हाल्ने है आउनु भइहाल्छ नि तेरिका आयो त यो साइडमा राम्रो हुँदैछ लुगा सिकायो क्या है यो साइडमा कति राम्रो कुरा हुन्छ त्यहाँबाट आयौँ तिमीलाई यसरी होइन हो यसरी अनि घुमाउँदाखेरि यसरी यो पनि यो क्याच गर होइन ठ्याक्कै यसरी घुमाउनु यसो गर्यो हामी यस्तरी हजुर सिद्धियो डस्टबिन हाल्नु आएर डस्टबिन छ त्यहाँ हाम्रो चाहिँ लगभग पूजा सक्यो अब चाहिँ चिया नास्ताको तयारी होइन दाइ हो नि अनि त्यसपछि के खानुहुन्छ 20% अफ मेरो के अरे भन्नु त मामी आउनु बसेको भएर यतै राख्दा हुन्छ न मलाई भन्छु त्यहाँ देखेन सुन्तला राखेको ए मम्मी चाहिँ ब्यागमा छ त मेरो ब्यागमा छ नमस्ते हजुर नमस्ते मामा भयो होला कि अब चिया खानु मन होइन चिना छ मामा छेउमा छौँ हामी त्यही त हो त त्यो फलफुल बसेर ए अघि भिर्नु गोले चक्लेट गोले आइदिनु चक्लेट खोइ चक्लेट खानदिनु पर्यो नि हामीले हुन्छ भइहाल्छ नि होइन यो रोजले हामीले खानदिनु पर्ने आज त के हो मायो बोला यो भेना आइज के हो त त्यो छैन त आउनु त्यही त हो नि यो बाबु पनि छ ए ऊ होला बाबु गरिदेऊ
नमस्ते खै नमस्ते 집에 오고 이거는 이쁠 거 아니야. Ono chi ono to. Cả. Ono cả chocolate cả thì mới đi chocolate cả. Ây chocolate đôi yêu chocolate đôi đi là ngon đấy. Smile. Thank you so much, Mutu. ल भिडियो भइसक्यो छ है गीत बजाउनु पर्ने त सुन म त डायरिया पनि के भयो देवतालाई भाग लाउनु खाइदिनु न खाइदिनु तालिने आउँदैन ताली गर्नु पर्ने बच्चामा पाउन पाएन अहिले फाइदा ayo apa tuh malah impian dok Congratulations. Ya mamiलाई नि खुवाउनु गाटो जिलो यो कोही पादा इम्पति गाटो जुटु मात्र गर्ने हुन्छ नि पनि यो गाटो सबै जाने आउनु न माल सबै छैन नि यो आउनु न माल माल गाट गाट माल सबै चुकुट चुकुट काटे यो माल ना बि Mama, फोटो राम्रो आउँदैन के उयो पछि बस्छ भाइसँग बस्छ
बाबु न के खाऊ हो है न बाबु के खाऊ न बाबु六你的酒我8小时的。के जो है होइन